उहाँ चाहिँ काका पहिलो टेस्ट गर्ने व्यक्ति हाम्रो काका। आहा के मजाले खानु भएको काकाले। उहाँ चाहिँ मेरो जुङ्गे मामा है त। जुङ्गे मामाले पनि मिठो खुवाउनु भयो। उहाँ चाहिँ हाम्रो स्पेसल अङ्कल जसले मोमोलाई चाहिँ आलु जसरी खाइरहनु भएको छ आधा आधा। यो चाहिँ म अब मैले पनि खानु पर्यो, टेस्ट त गर्नु पर्यो। हामीले चाहिँ फेरि अब अन्डा खाए जस्तो एकैचोटि गुवामै मुखमा हो। सो हेलो गाइज, दर्शन नमस्ते। आज हामी बनाउन गइरहेका छौँ मोमो। आज हामीले रुममै चिकन मोमो बनाएर खाने भनेर सल्लाह गरिसकेपछि मोमो बनाउन सुरु गऱ्यौँ हामी मामा भान्जाले। यो रोटी बेल्ने चाहिँ खास गरी म है। अब मोमो बनाउने चाहिँ मामा स्पेसलिस्ट मोमो। 4 वर्षदेखि मोमो बनाउँदै आइरहेको मान्छे होइन, उहाँले बनाउनुहुन्छ। हेर्नुहोस् है त, यति साह्रै कला त देखिएन, त्यही पनि खानालाई ठिकै होला जस्तो छ। बनाउन त बनाउँदै हुनुहुन्छ, अब हेर्दै जाउँ कस्तो हुन्छ। तर खासै त्यति पारा आएन, 4 वर्ष बनाएको मान्छेको अब यति खासै पारा आएन। त्यही पनि ठिक छ, यतिको खानालाई अब बेच्ने होइन, त्यही पनि होइन। अब यो चाहिँ मैले बनाउने, मलाई चाहिँ थाहा छैन कसरी बनाउने, हल्का हल्का सिक्दैछु म पनि। जस्तै बनाए पनि राम्रै छ भनिदिनु होला हजुरहरूले। अब भर्खर सिक्दै हो। अब सिक्न भन्दा पनि 5-6 वर्ष पहिला बनाएको, त्यसपछि अहिले बनाउँदैछु। अब यतिको त चल्ला सायद आफूले खानलाई त। अब हामी बनाउन गइरहेका छौँ अचार। अचार बनाउने चाहिँ हाम्रो काका हुनुहुन्छ, हाम्रो अचारको स्पेसलिस्ट उहाँ नै हो। उहाँलाई अब आफ्नो कला देखाउँछु भन्दै हुनुहुन्छ अचारमा होइन। अब मैले चाहिँ टमाटोहरू बोइल गरेर राखिदिँदैछु। यो काका उहाँ काट्ने, सबै गर्ने नै काका। अब काकाले चाहिँ त्यसलाई पहिला पकाएर अनि बल्ल बनाउँछ अचार भन्दै हुनुहुन्छ। यो चाहिँ हामीले हाल्यौँ लसुन, अदुवा अनि खुर्सानी। पहिले मसला हालिसकेको थियो, अब हाल्यौँ प्याज, त्यसपछि हाल्यौँ टमाटो। अनि यसरी एकैछिन फ्राई गरिसकेपछि अब यसलाई चाहिँ आफ्नो स्वाद अनुसार, उहाँ चाहिँ मेरो काका, उहाँ पर हुने मेरो मामा, आफ्नो स्वाद अनुसार यो धनियाँ हालेर, नुन, खुर्सानी अब के हाल्नु मन छ हालेर र यसरी मिक्स गरेर अनि यसलाई चाहिँ हामीले मिक्सर मेसिनमा हालेर हामीले यसको पेस्ट बनाउने छौँ। हामीले भन्दा पनि काकाले। आहा देख्दै खाउँ जस्तो भइसक्यो, झन् खाँदा कस्तो होला यो। ल यो चाहिँ मोमो, हामीले त्यहाँ चाहिँ अचार हाल्नु गइरहेका छौँ। यो चाहिँ हाम्रो मोमोको डिजाइन है त। मोमो हाम्रो पाकिसक्यो, अब अचार पनि भइसक्यो। अब खाने बेला भइसक्यो। अब हामीले अब यो हजुरहरूलाई यसो देखाएको है त। उहाँ चाहिँ काका पहिलो टेस्ट गर्ने व्यक्ति हाम्रो काका। आहा के मजाले खानु भएको काकाले, दामी छ अरे। ल अनि उहाँ चाहिँ मेरो मामा, हाम्रो जुङ्गे मामा है त। जुङ्गे मामाले पनि मिठो खुवाउनु भयो। उहाँ चाहिँ हाम्रो स्पेसल अङ्कल जसले मोमोलाई चाहिँ आलु जसरी खाइरहनु भएको छ आधा आधा। अझ भन्दै हुनुहुन्छ है त। उहाँलाई पनि यसो लाइक हानिदिनु होला। अब खान नजाने पनि राम्रै छ भन्दै हुनुहुन्छ। अब यो चाहिँ म, अब मैले पनि खानु पर्यो, टेस्ट त गर्नु पर्यो। हामीले चाहिँ फेरि अब अन्डा खाए जस्तो एकैचोटि गुवामै मुखमा हो। ल है त, आजको लागि यति नै, धन्यवाद।